जय शम्भु साथीहरु, हामी अब बुकी जाँदैछौँ। ढल भइसक्यो, 5 मिनेट छ हामी। ल यो सब सेकेन्ड यहाँदेखि निस्केको हामी है। अब हामी बुकी पाटन जाँदैछौँ। रमाइलो छ, रमाइलो सँगसँगै धाउ भइन्छ। कति बेला आइन्छ थाहा छैन। साथीहरू पछाडि पछाडि आउँदैछन्। आज दिनभरि लाग्छ हिँड्ने भन्ने कुरा भएको छ। भोलि छिटो फर्कन पाएदेखि भन्ने कुरा हो। ल बाटोमा के हुन्छ हेर्दै गर्नु सबैजनाले। हामी टक्क खच्चडको दिशाको गन्ध सुँग्दै 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 रुगाको औषधि भएको छ। हजुर ए घोडा हो, घोडा अरे तर खच्चड नि होला के होइन। ठाउँ चाहिँ दामी छ, आउन गाह्रो छ। ल हामी डाँडामा आयौँ लगभग। वहाँ हामी पुग्नु छ। त्योभन्दा जग्गा त उतापट्टि, त्यो डाँडा यो डाँडाभन्दा उतापट्टि यो माथि यस्तो छ। हामी लास्टै हाइटमा हौँ। हामी आएको उता उहाँदेखि है साथीहरू। ल धेरै लास्टै टाढोदेखि आएको है। हामी यहाँ छौँ। अक्सिजन कम हुँदै गयो, इनर्जी लस हुँदैछ। साथीहरू अगाडि छन्, हामी 3 जना मात्र यहाँ अहिले छौँ है। यहाँ नजिकै छ। हामी चाहिँ लगभग आधी बाटो आयो भनौँ न हामी। यो डाँडो चाहिँ जानु छ। ल हेर्नुहोस् है, यस्तो छ। सबै गोठा जाने दाइ दिदीहरू, आमा बाहरू सबै तल आउँदै हुनुहुन्छ। हामी यो एउटा दुईवटा तिनवटा 4-5वटा डाँडा काटिसक्यौँ है हामी। यस्तो छ माथि चाहिँ। यो डाँडामा चाहिँ यो टक्क एकीको साग भन्छ, यो खान पनि मिल्छ है। यो सबै यो चाहिँ खान पनि मिल्छ। अब यो एउटा पहाड चाहिँ उक्लन छ, अनि अझ अर्को पहाड छ अरे। त्यो पहाड उक्लिसकेपछि देख्न सक्नुहुन्छ यो माथि सरर रमाइलो छ है। ल यो डाँडा वहाँ पुग्ने हो। अझै 3 घन्टा लाग्छ अरे यो डाँडा कट्नको लागि। लेक लागिसक्यो है। अब यस्तै छ साथीहरू, यस्तै छ। बिजोग छ, रमाइलो छ जिन्दगी। लेक लाग्यो। ल यस्तो छ है, बब्बालै छ ठाउँ चाहिँ। हामी यहाँको अघि मैले भिडियो गरेको ठाउँ चाहिँ हो त्यो हो। हरियो देखिएको ठाउँ। यहाँ आउँदा चाहिँ यत्रो, त्यसपछि यहाँ आएर चाहिँ यो सबै उक्लेर आउँदा चाहिँ टाढा छ है, टाढा छ। तपाईँहरू पनि ढोरपाटन घुम्न आउँदा बुकीसम्म आउने हो भने यहाँसम्म आउँदा हुन्छ 2-2.5 घन्टा। बिस्तारै हिँडे पनि 3 घन्टामा आउन सकिन्छ। 3 घन्टामा जाने आउने, 5 घन्टामा जाने आउने हुन्छ। त्यहाँ आइसकेपछि खतरा दामी के खतरा मजा लाग्छ। अब हामी चाहिँ यहाँभन्दा माथि जाने मेन बुकी चाहिँ त्यहाँदेखि नै सुरु हुन्छ अरे। त्योभन्दा माथि चाहिँ अब हरेक ठाउँ यो माथिको भेग चाहिँ जहाँ चाहिँ फुलसुल फुल्ने, घाँस उम्रने त्यो ठाउँलाई बुकी भन्दो रहेछ। अब हामीले चाहिँ कुनै प्रेमिकाले अथवा आफ्नो दाजुभाइलाई चाहिँ कहीँबाट आउँदाखेरि त्यो फुलको गुच्छा दिने, टक्क ऱ्यापिङ गरेर त्यसलाई बुकी भन्थ्यौँ। यहाँ चाहिँ जहाँ यो चरन क्षेत्र होइन, घोडा भैँसी गाईहरू बाख्राहरू भेडाहरू यो माथिको डाँडामा जति पनि यो चरन क्षेत्र छ त्यसलाई चाहिँ बुकी भन्ने चलन रहेछ मैले बुझेको आफूले चाहिँ। साथीहरू टाउको दुख्यो, टोपी माथि टोपी नत्र यस्तै छ। मुटु ढक 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 तीव्र गतिमा धड्केको छ। हामीभन्दा पछि आउनेहरूले उछिनिसक्यो। यस्तै छ सर। ठाउँ हेर्दा मजा छ। तर म साथीहरूलाई आउन सक्नुहुन्छ भने त माथि नै आउनुहोस्, धेरै दिनको प्लान छ भने। नत्र यो डाँडो छ जुन यो चाहिँ हरियो देखिएको, यहाँसम्म आउँदा चाहिँ तपाईँहरूलाई इनफ हुन्छ है।
सबै कुरो त्यहाँ भ्यूहरूदेखि लिएर उता यताको सबै देखिन्छ। अब त हामी आएको ठाउँ पनि देख्न एकदम गाह्रो भइसक्यो। सबै पर चाहिँ डाँडामा हेर्दा नजिकै जस्तो लाग्छ, तर हामी यो डाँडामा पुग्ने हो रे। म लास्टमा छु, अरू साथीहरू माथि पुगिसक्यो होला। मलाई चाहिँ हिँड्न गाह्रो भयो, त्यही भएर म चाहिँ एकदम पछाडि छु। फोनले काम गर्दैन है, नेटवर्कले काम गर्दैन, फोनमा बोल्न बहुत गाह्रो छ। हामी यहाँ सरोज दाई, डिल सर, म पछाडि, उहाँहरूले पनि मलाई कुरेको खासमा, नत्र उहाँहरू पनि हिँड्नुहुन्थ्यो होला। सरोज दाई र मलाई चाहिँ लेक लाग्यो जस्तो भयो कि हाइटमा आएर होला। यहाँको स्थानीयले भनेअनुसार 4100 मिटर छ कि भन्ने कुरा चाहिँ भएको थियो। यो खोला चाहिँ तपाईँको यति माथि भए पनि, हाइटमा भए पनि ठाउँ ठाउँमा नै छ है यो खोला चाहिँ। खोलालाई टेन्सन छैन, मेन कुरा पानीलाई टेन्सन छैन। तपाईँहरूले पानी बोकेर जाऊँ भन्न चाहिँ पर्दैन, पानी बोक्नु चाहिँ पर्दैन। फुडको लागि बस्ने हो भनेदेखि खानको लागि ड्राई फुडहरू लिन सक्नुहुन्छ। इनर्जीको लागि राति सुत्दाखेरि सुकुटीहरू लाइट वेट हुन्छ, जुन ड्राई गरेर सुकुटीहरू फ्राई गरेर अथवा सुकुटी नै त्यो लिएर आउँदा चाहिँ सजिलो हुन्छ है साथीहरू। ड्राई फ्रुट लिएर आउनुभयो भने सजिलो हुन्छ। माथि माथि छन् है नास्ताउरा गर्ने गोठालो जिन्दगी है। यस्तो ठाउँ पनि छ, यस्तै छ। स्टे ट्युन गाइज, अब म माथि गएर देखाउँछु है त। ल साथीहरू, बीच बाटो पाइयो हामी। ल डिल सर यता हुनुहुन्छ है। यस्तो छ अब यो बाटो उक्लेर जाने है, ल्याङ छ यार। अब यो चक्लेट भरेर खाँदै जानु पर्यो। तर कुहिरो लास्टै ढाको कि अहिले आएर कुहिरो आयो, छप्याक हान्ने कि अब कुहिरो लायो। पानी पर्न पनि सक्छ अरे, अझ असिनासितको पानी पर्न सक्छ भन्ने कुरा भएको छ। हेर्दै जाउँ, जिन्दगी लामो छ। मेलोडी चक्लेट खाउँ, इनर्जी बढाउँ होइन। बुकी अब सबैले भन्छन् होला नजिक छ भनेर। बुकी धेरै ठाउँ छ, कता जाने भन्ने हो। हामी आएको ठाउँ तपाईँलाई 10-11 घन्टा त जतिसुकै हिँड्छु भन्ने मान्छेलाई पनि लाग्छ। 8.5 घन्टा हिँडेको हामी, अलि 1 बजिसक्यो। हामी आधी बाटो अझै आइयो छैन है। भैँसीसँग, गोरुसँग, बाख्रासित मजाले यहाँको दाइहरूसँग चिल पर मस्त हिँडेका छौँ। टोली गयो, हाम्रो पारा यस्तै छ। यसलाई गोजिया राख्नु पर्यो, खाँदै जानु पर्यो। जा भैँसी जा, तेरो साउनले छोडेर गए। ए केटा हो, गाह्रो छ। सरोज दाई बिरामी हुनुभयो क्या यार। यहीँ लागिसक्यो, माथि अझै लाग्छ। ल माथि लेक लाग्छ, नानीहरू छिटो आइज भन्ने कुरा भयो। यो गोरु खेद्दै भैँसी खेद्दै जाने होला। ल यस्तै छ यार, डिल सर आउनुहुन्छ यस्तै छ। हामी आदि पनि उकालो भएन यार, लास्टै ल्याङ भयो। आएको यतापट्टि देखियो, तर अब आएको चाहिँ देखिन्न है। पहिला देखिन्थ्यो यो कुइरेल ढपक्क ढोको, कुइरेल नढोके नै ल्याङ थियो। दादा लगाम त मर्नु भयो यार मादल खोली यार। यस्तो मलाई यार रमाइलो गर्न चाहिँ छोडिन्न। फेरि मादल पनि छ हामीसँग। ल टुङटुङ पारिदिउँ त डिल सर मादललाई।
बजाएर देखाइदिउँ न गन्दम पुक्ने सालै ल यो चाहिँ हामी माथि पुगेर रमाइलो गर्नु छ है। हामी आज पुगी जाने मध्येको हामी लास्ट होला अब चाहिँ अब हामी पछाडि भयौँ। पुग्नु छ गन्तव्य पुग्न अझै धेरै छ यार। त्यो माथि देखिएको यो डाँडो देखिएको होइन अझ माथिको डाँडो। ल अब म पानी खान्छु है साथीहरू। पानी खानु पानी चाहिँ यस्तै छ यस्तो थापेर खाने हो है। माया पाहुना त छ के यस्तो यार मरिएला यार फेरि। ल पानी पनि खाइयो है। अब जानुपर्छ। ल्याङ भयो यार। यसै पुग्न गाह्रो छ अझ 2 घन्टा लाग्छ होला। यो डाँडो काट्न मात्र 2 घन्टा है। त्यसपछि बल्ल देउराली आउँछ अरे। त्यसपछि बाटो आधी हुन्छ भन्ने कुरा भएछ। भनेको अझै 2 घन्टा पछि बाटो आधी हुन्छ है। त्यसपछि बाटो चाहिँ अलिक सजिलो छ अरे। जस हामी चाहिँ 8 बजे हिँडेको हो। अहिले 1 बजे होइन सर? अहिले 1 बज्यो। 8, 9, 10, 11, 12, 1, 5 घन्टा करिब 5 घन्टा भयो। 5 घन्टामा बाटो 5 घन्टा अझै लाग्छ हामीलाई। 2 घन्टा हुने 6-7 घन्टामा बाटो आधी हुन्छ अरे। त्यसपछि चाहिँ अलिक बाटो सजिलो छ भन्ने कुरा भएको छ। भनेको अब हेरौँ हामी अब 7 बजीसम्म अब उजेलो हुँदासम्म चाहिँ हामी माथि पुग्ने चाहिँ योजना हो। अथवा हामी चाहिँ माथि डाँडामा पुगेर बासस्थान गोठसम्म पुग्न पाए। त्यसो खानपान गरेर केही ड्राई फ्रुटहरू छ त्यो खानपान गरेर सुत्ने। अनि त्यसपछि भोलि फेरि उठेर हिँड्नु छ। ओके ल है साथीहरू, हामी चाहिँ अब फागुने धुरी लगभग आइसक्यौँ। यो गेट चाहिँ फागुने धुरीको रहेछ। बहुत गाह्रो छ 2:30 भनेपछि सस्तै टाइम लाग्यो है। अहिले यो बादलबारीबाट आएको हामी बादलबारीको ठाउँमा। अब यहाँ चाहिँ यो देउराली भनेको बाटो आधी बाटो आएको रे हामी है। हामी यहाँ चाहिँ बल्ल आधी आयौँ रे। अब यो पुगी भनेको यही नै हो साथीहरू है। ल यहाँ फुलहरू फुलिरहेको छ माइलो फुल। अनिल साहब के छ खबर? मजा छ नि? ल यहाँ आइसकेपछि यो टक्क हिउँहरू देखिँदो रहेछ है। मस्त हिउँहरू छ। हिउँ भने हिमालहरू है। आमाको चाहिँ यहाँ स्वर्गै आए जस्तो हुँदो रहेछ है यहाँ आइसकेपछि चाहिँ। ल यो चाहिँ फागुने धुरी है। फागुने धुरी 4100 मिटर रहेछ है साथीहरू। मैले अघि नै पनि भनेको थिएँ 4100 हुनुपर्छ भनेर। एमसर आएर रहेछ है हाम्रो क्याम्पसको। एमसर आएर रहेछ बालै भन है। ल यस्तो चाहिँ छ। ल अब यता आएपछि हामी यो स्वर्ग है खतरा ठाउँ आयो है। ल यो बुकी यहाँ पछि फर्कै नै हुँदो रहेछ है। यस्तो छ है। ल बबालै रहेछ। ल आमाको छोरो ल यस्तो बबाल छ। ल हाम्रो केटाहरू यहाँ छ है। ल जय शम्भु। हामी यो चाहिँ फागुनेको धुरीमा आएर यहाँभन्दा उता चाहिँ हामी जान सकेनौँ। यो बिचमा हो अरे। यहाँभन्दा नै हामीलाई 8 बजेदेखि यहाँ 3 बजिसक्यो। अब यता चाहिँ हामी जान सक्दैनौँ। अब यताबाट रुकुम निस्किन्छ अरे। यहाँ चाहिँ हिउँ रहेछ। हिउँ होइन हिमालमा हिउँ। यहाँ कुहिरोले केही देखिएको छैन। अब हामी यता चाहिँ यताबाट झर्छौँ है। अब यता आएको बाटो होइन हामी फरक बाटो जान्छौँ। ल हेर्दै गर्नु विचार गर्दै गर्नु। ल दाइ बाई बाई।
हो टोलीहरू नि दाइ यतै टिकापुर जितपुर के अरे के पुर रे त्यहाँबाट झर्ने हुँदो दाइ टिकाधारादेखि ल उहाँ पनि ल है उहाँ पनि भैँसी गोरु चरेका छन् है एउटा कोट जहाँ भेटिन्छ त्यहीँ बस्छु अनि दाइ झर्न नि सकिन सक्छ क्या कता तलै होटल सकिन्छ क्या म त यिनीहरू झर्ने छन् यिनीहरू बसौँला हामी आज सकिन्न म त सक्दिनँ र होइन तल गएपछि त सजिलो हुन्छ कि दाइ तल नि बाटो कम छ भोलि बिहान जानु म त सक्दिनँ जानुपर्ने थियो यता बिचबाटै हामी ड्रप गरिदिउँ ठाउँ चाहिँ बब्बालै छ है यस्तो छ भनेर मैले कल्पना गरेको थिइनँ मुस्ताङ जस्तै है अब यो ठाउँ पुराना जिजुहरूले छोराहरूले नातिहरूलाई सिकाउँदै यहाँसम्म आयो अब यो हिँड्नको धाउले अब सायद अबको जेनेरेसन आउँदैन होला 8-10 वर्षपछि यो ठाउँ कोल्याप्स हुन्छ है यहाँ चाहिँ अब ट्रेकिङ मात्र नभएर गाडीको सुविधा पनि गर्नुपर्छ या त यसरी नै एक्सप्लोर गर्नुपर्छ ठाउँको चाहिँ तर गाह्रै छ है साथीहरू आउन गाह्रो छ लेक लाग्छ खाना बस्नको व्यवस्था कहीँ पनि छैन बहुत गाह्रो छ फुडहरू आफै बोकेर हिँड्न अनि त्यसपछि बहुत गाह्रो छ हिँड्नै गाह्रो छ एक त हरेक कुराले चाहिँ गाह्रो छ है यस्तै छ जिन्दगी पारा हाम्रो अगाडि सबै साथीहरू हुनुहुन्छ म पछाडि छु लास्टमा यो पहेँलो फुल फुलिरहेको छ यो पहेँलो फुल मेरी मायालाई सम्झेर चाहिँ म सम्झन चाहन्छु होइन दाइ के हो कुरो हो कि क्या हो यो फुल चाहिँ अझै राम्रोसँग फुलेको रहन्छ ल अब हामी फुर्से देउराली 4038 मिटर हामी उता चाहिँ 4100 मिटरको हाइटमा थियौँ यहाँ अलिकति थोरै भयो त्यही भएर नि होला सायद लेक नलाग्यो यस्तो छ साथीहरू हेर्नु है अब हामी खतरा ठाउँ चाहिँ घुम्दैछौँ यस्तै छ साथीहरू आउँदैछ बाटो चाहिँ तपाईँहरूलाई देखाउनै पर्ने हो कि बाटो चाहिँ तपाईँहरूलाई देखाउनै पर्ने छ है हेर्नु है ल यो बाटो चाहिँ मको छोरो पुरै यहाँ त मारेको छ बाटो चाहिँ तर यो भेडा बाख्राहरू आउँदो रहेछ भनेपछि हामी नि होइन ठिकै छ त्यस्तो डरलाग्दो रहन्छ र यो हामी चाहिँ अब त्यो डाँडामा निस्केर जान्छौँ खोइ दाइ त्यो टिएमसीको टोली त सट्टै अगाडि गएछ कि है हामी त्यो डाँडा त्यो भाइले लिने गर्दाखेरि भेटिन्थ्यो ल यस्तो छ है अब हामी टिएमसीको त यहाँ फुर्से देउराली आयो हामी अघि त्यो डाँडालाई के भन्थ्यो दाइ उताको त्यो फागुन है म त्यो फागुन महिना सम्झेर बल्ल सम्झन्छु भन्छु बिर्सँदो रहेछ क्या भन्ने चाहिँ उसले अब बाटो तर गइन्छ केटीहरू त गयो भनेपछि होइन त्यस्तो छैन टिल्सर हेर्नु न राम्रै छ त होइन राम्रै छ गइन्छ क्या त्यो गाई यही बताउनु यता होइन ठिक छ क्या गइन्छ तर यो मोबाइलमा क्लियर देखिएला साथीहरू ठाडै ओह्राल्छ तर जान चाहिँ गइन्छ कि गइन्छ यस्ता मुला कस्तोमा भारी बोकेर हुर्केको मान्छे यार हामी यार डराउने हिमालले किन यस्तो बवाल ठाउँ है हामी बिहान 7 बजेदेखि नन स्टप हिँडेको अहिले चाहिँ 5 बज्यो 5:15 नै भयो अब हाम्रो टार्गेट चाहिँ अझै छ तल गएर फेरि तल गएर बस्ने भन्ने हो हेर्नु बवाल छ साथीहरू आउनु पर्यो लेक लाग्छ भने कोही मान्छेहरू अलिकति मेडिकल रूपमा चाहिँ परिपक्व भएर चाहिँ तयारी गरेर आउनु होला फुर्से देउराली यो चाहिँ हामी यतादेखि आएको है यो यहाँनिर चाहिँ फागुनै पर्छ है फागुन महिना सम्झनुहोस् फागुने त्यो चाहिँ 4100 मिटरको रहेछ अनि हामी चाहिँ यो सरर यसरी आयौँ है अब यो चाहिँ त्यहाँभन्दा उता अब के छ थाहा छैन हामी डाइभर्ट गरेर है ठाउँ चेन्ज गरेर आएको हामी
डेस्टिनेसन चेन्ज गरेको है डेस्टिनेसन हाम्रो अर्कै थियो अन्त्य जाने डेस्टिनेसन थियो तर खुट्टाले हिँड्न नसकेर सबै साथीहरूलाई भयो त्यहाँबाट चाहिँ हामी अब यता के कसो आइटी सब ठिक छ नि होइन ठिक छ बबाल छ हान्न पर्छ तर अवस्था चाहिँ हुनुपर्छ है ल बबाल छ है बबाल छ यो कता कता मुस्ताङको मलाई याद आइरहेछ कि मुस्ताङमा अलि मर्नुहुन्छ घाँस चाहिँ रहेछ तर बुढाहरू चाहिँ केही पनि छैन मारेको छ ल छ्याकान हान्न पर्छ अब छ्याकान ल साथीहरू है हामी डेन्जर बाटो हिँड्दैछौँ यसो हेर्नु होला मैले मोबाइल चाहिँ हेर्दैन किन भन्दा डेन्जर छ मैले नि साथ्नु पर्छ बाटो है अस्ति ठाडै ओह्रालो छ यहाँ कसरी जाने भने ज्यान धान्नै मुस्किल छ यार डिएमसीको टोलीहरू लेडिजहरू पनि थिए यार कसरी सम्हालेर लगेर गयो यार होइन तर यो ऊ त्यहाँसम्म त औडै रहेछ नि त आमै बिस्तारै आमै तर यो बाटोमा खच्चड हिँड्नु भनेको नि डेन्जर हो यार है ल ए यहीँसम्म मात्र अझ यहाँबाट चाहिँ ठिकै हो कि के हो होइन कि के हो होइन यार आमाको छोरो यो बाटो त डेन्जर हो यार पुरै ठाडै छ यार आमामा है यस्तो बाटो पनि हिँड्नु पर्दो रहेछ कहिलेकाहीँ है आज चाहिँ खतरा एडभेन्चर भइरह बिहान 7 बजेदेखि हिँडेको खुट्टै अडिन्न यार तर बब्बाल अप्ठ्यारो छ यार आमाको छोरो हातले साँतेर चिप्लो छ है बिस्तारै आमै ल हेलो ठिक छ नि होइन बाटोमा हेरौँ टक्क होइन यहाँदेखि अलि चिप्लो छ पानी रस आएको होइन बिस्तारै आम यस ढुङ्गा गुल्टन नदी सर होइन हामी लगभग आयो है 3 भागको 1 भाग चाहिँ आइयो तर बाटो चाहिँ डेन्जरै रहेछ यार एउटा हातले बाटो सर्ने यसमा पनि है ढुङ्गामा अनि बिस्तारै हिँड्ने गर्नुपर्छ त्यहाँनिर ठिकै छ बाटो चाहिँ ल यो पो बबाल एडभेन्चर भयो यस्तो बाटो बल्ल हिँडेको ठिक भयो यार बल्ल फागुने र फोर्से आएको बुकी आएको बल्ल चाहिँ फिल भयो क्या हुन त यो गोरुहरूको चाहिँ खच्चडहरूको ग्रिप हुन्छ तर यो गोरु खच्चड त उ त हिँड्न सक्दैन यार यो ओह्रालो त माथि आउँदो खै यार त्यो हुन त खुट्टाको ग्रिप राम्रो हुन्छ होला क्या तिनीहरूको होइन ओइ माया ल बबाल ठाउँ बबाल हो पारी गरेर केटाहरू झरेको हेर्नुपर्छ कसरी हेर्छ भनेर झर्छ भनेर थापालाई भालै छैन क्या थापालाई भाल हामी त हो नि थापा आच्छा आमाको छोरो वाक्का गर्छ त मार्ला जस्तो स्वाट फेरि सिङ्गुनलाई यार यार के को ओडा पाछ यार ए यार हिँड्दाखेरि फर्स्ट परेर है यहाँ यसले चाहिँ दोसल्ला उडिरहेछ ओडाइदियोस् कसले बुढीहरूलाई लिएर होटलमा राख्यो भए ल बुढाहरू राम्रोसँग हिँडेर डाँडा पोराउ भन्थ्यो होला नहान तेरा हजुरबालाई बिचरा यो घोडाको त आँखा ड्यामेज भएर रहेछ यसको त आँखा ड्यामेज भएर गोरु डराउँदो रहेछ यार
जा जा घोडा जा हो हामी यतादेखि गयौँ है यहीँको रोड डराउँदो रहेछ बरु गधाहरू घोडाहरू चाहिँ नडराउँदो रहेछ हो ललाम आम सजिलै छ घोडा निच्छन् यो कत्रो राम्रो हो यो जा 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 ओ दुध खायो यसले दुध खायो दुध चोरो यसले दा यार यो ओह्रालो झर्छन् यिनीहरू ओह्रालो झर्छन् सक्छ गुरगुरी तल आयो भने यो घोडा यो गोरुहरू ओह्रालो उकाल्न गर्ने त कसरी चिन्दै कटाउँछन् हो र यही मान्छे जस्तै मुख बोल्दैन अर्को मुख नबोल्ने भइदियो मात्रै सबै मान्छे जस्तै तपाईँहरू हिँडिराखेको भएर केही नहोला र हामीलाई त यो डेन्जर बाटो यार नै बाटो त अब हामी यता गाह्रो छ किनकि हाम्रो अब पुर्खाबाट हिँडिराखेको ठलो हो कि बाजे चिजु पराजुबाट हिँडेको पुर्खाबाट तपाईँहरू कहाँबाट आउनुभयो त तल हुँ ए ओके छ भन्ने थाहा छ कता सुनेको हो हो नि माथितिर बग्छ नि त ल हेर अघि देख्नु भएन बिहान नि हामी जताबाट आइत्यौँ नि त्यता बग्न पर्ने हो त्यो चाहिँ माथितिर बगेको छ कि यस मारेको छ ल अब चाहिँ यस्तै हो सरर जानुपर्छ हामी अब यहाँदेखि देखाउँछु नि त म माथि बाटो कस्तो भिरालो थियो भन्ने तपाईँहरूलाई विश्वास नलाग्न सक्छ क्यामेरामा है ला नै यस्तो ठाडै छ पुरै यस्तो आमामा यहाँ हामी झरेको यहाँदेखि बुकीको यात्रामा छौँ हामी अझै निरन्तर नै छौँ भिड एकदमै भिड छ डर लाग्दो यहाँबाट खसिहाल्यो भने चाहिँ बाँच्ने चान्स चाहिँ छैन तर रमाइलो चाहिँ एकदमै रमाइलो छ एकदमै माइन्ड फ्रेस चाहिँ एकदमै बढी भइरहेको छ जति थकाइ लागे पनि जति स्यास्या बढ्यो पनि जति ब्रिदिङ रेट बढ्यो पनि तर माइन्डलाई चाहिँ एकदम रिल्याक्स रिफ्रेसमेन्ट चाहिँ बबालै छ यहाँको भ्यू चाहिँ एकदमै बबाल भ्यू बबाल